नमस्कार श्री हरि श्री राधे म आचार्य प्रकाश पौडेल तपाईँ सम्पूर्णलाई आजको श्रृङ्खलामा हार्दिक स्वागत अनि मिठो अभिनन्दन गर्दछु। आज म तपाईँहरूसँग विवाह गरेको पहिलो वर्षमा श्रीमतीले अर्थात् छोरी मान्छेले के कुराहरू बार्नुपर्छ भन्ने विषयमा चर्चा गर्छु। तपाईँले समाजमा सुन्नुभयो होला ससुरा बार्ने, सासु बार्ने, जेठाजु बार्ने, श्रीमान बार्ने, माइती बार्ने विविध विषयमा सुन्नुभयो होला, मलमास बार्ने विषयमा सुन्नुभयो होला। तर यो के शास्त्रसम्मत छ र शास्त्रमा के कसरी व्याख्या गरिएको छ भन्ने विषयमा आज म तपाईँलाई जानकारी गराउनेछु। भर्खरै मलमास सकिएर गएको छ। तपाईँले मलमासमा विभिन्न श्रृङ्खलाहरू हेर्नुभयो होला, विभिन्न भिडियोहरू हेर्नुभयो होला, जहाँ तपाईँलाई होइन यो त शास्त्रसम्मत नै छैन, शास्त्रमा लेखिएकै छैन, यो त समाजले बनाएको चलन हो, विविध कारणले गर्भ नहोस् भनेर अथवा अरू कुनै कारणले भनेर अपव्याख्या गरेको तपाईँले धेरै ठाउँमा सुन्नुभयो होला। तर वास्तविकता के हो, ग्रन्थमा लेखिएको छ कि छैन, लेखिएको छ भने कसरी लेखिएको छ, आजको श्रृङ्खलामा हामी विस्तृत रूपमा तपाईँसँग चर्चा गर्नेछौँ। सबैभन्दा पहिला म कुरो गर्छु विवाह गरेपछि माइती कहिले बार्नुपर्छ भनेर। यदि तपाईँ विवाह गरिसकेपछि पहिलो वर्षमा माइती चैत्र महिनामा बार्नुपर्छ। चैत्र महिनामा माइतमा नजाने भन्ने हाम्रो समाजमा पहिलेदेखि चलन पनि छ र यो कुरा निर्णय सिन्धुमा ज्योतिर्निबन्ध नामक ग्रन्थको मत उद्धृत गर्दै लेखेको भेटिन्छ। त्यस्तै दोस्रो नम्बरमा कुरा गरौँ सासु कहिले बार्ने भन्दा सासु असारमा बार्ने भनेर ग्रन्थसम्मत देखिन्छ। लोकान्तरमा चलनमा जेठ श्रावण महिनामा साउन महिनामा पनि बार्ने चलन रहेको भेटिन्छ। अब हामी सबैलाई थाहा भएको कुरा हो जेठाजुलाई त जेठमा बार्नुपर्छ भनेर हाम्रो समाजमा पहिलेदेखि चलन पनि छ र यो शास्त्रसम्मत निर्णय सिन्धुमा ज्योतिर्निबन्ध नामक ग्रन्थको मत उद्धृत गर्दै विवाह प्रकरणमा लेखेको भेटिन्छ। तपाईँ आफैले पनि अध्ययन गर्न सक्नुहुन्छ। अब ससुराको कुरा गर्ने हो भने घरपट्टि ससुरालाई पुष महिनामा ससुरा बार्ने भनेर ग्रन्थसम्मत तरिकाले उल्लेख गरेको उद्धृत गरेको पनि भेटिन्छ। अब चैत्रमा माइती, जेठमा जेठाजु, असारमा सासुआमा र पुषमा ससुरा बुवा। त्यसले श्रीमानलाई चाहिँ कहिले बार्ने भन्दा श्रीमानलाई मलमास परेको बेलामा बार्ने। पहिलोपटक मलमास पर्दाखेरि श्रीमानसँग सँगै नबस्ने भन्ने कुरा हाम्रा ग्रन्थसम्मत तरिकाले उद्धृत गरेको भेटिन्छ। यसरी तपाईँले विवाह गरेको पहिलो वर्षमा के कुरा बार्नुपर्छ भन्ने कुरा तपाईँलाई म संक्षिप्तमा छोटो मिठो तरिकाले तपाईँलाई व्याख्या गरेँ। अब तपाईँलाई यससँग सम्बन्धित कुनै जिज्ञासा छ, शङ्का छ भने तपाईँले हामीलाई जानकारी पनि गराउन सक्नुहुन्छ र हामी सम्भव भएसम्म तपाईँलाई त्यसको प्रति उत्तर दिने प्रयत्न गर्नेछौँ। आजको दिन र आगामी दिन तपाईँका समग्रमा शुभ र मङ्गलमय रहोस् भन्दै आजको श्रृङ्खलाबाट बिदा लिने अनुमति चाहन्छु। नमस्कार, शुभ बिहानी।